सो हेलो एभ्रिवान, आज चाहिँ हामी चाहिँ कन्केभ मिररले चाहिँ भर्चुअल इमेज बनाएको केसको चाहिँ मिरर फर्मुला चाहिँ डिराइभ गर्न गइरहेका छौँ, जसमा मैले यहाँनिर अब्जेक्टलाई चाहिँ फोकल लेन्थ र पोलको बिचमा राखेको छु। फोकल लेन्थ र पोलको बिचमा राख्दाखेरि चाहिँ अब्जेक्टले चाहिँ कस्तो इमेज बनाउँछ भन्दाखेरि चाहिँ भर्चुअल र इरेक्ट इमेज बनाउँछ। यो मिररको पछाडिपट्टि बनेको छ यो इमेज चाहिँ, जसमा हामीले चाहिँ यो अब्जेक्ट र पोलदेखिको डिस्टेन्सलाई यु, फोकल लेन्थ र पोलसम्मको डिस्टेन्सलाई एफ, र फेरि पोलदेखि चाहिँ जुन पछाडि बनेको इमेज छ त्यसको डिस्टेन्स चाहिँ माइनस भी चाहिँ किन लियो भन्दाखेरि चाहिँ जहिले पनि इमेज पछाडि बनेको छ कन्केभ मिररले चाहिँ इमेज भर्चुअल इमेज बनाएको छ भने त्यो जहिले पनि नेगेटिभमा हुन्छ हैन। सो यो भनेको सेन्टर अफ कर्भेचर भयो। हामीले एबी भनेको चाहिँ अब्जेक्टलाई मानेको छौँ भने ए ड्यास बी ड्यास भनेको चाहिँ इमेजलाई मानेको छौँ। अनि अब यो के भयो त, हामीले यो रेलाई चाहिँ ठ्याक्कै कहाँबाट पठायो भन्दा पहिला सुरु यहाँबाट टाउकोबाट पठायो, ए को टाउकोबाट पठायो पोलसम्म। त्यसपछि यो फेरि कहाँ जान्छ भन्दाखेरि चाहिँ फोकल लेन्थबाट पास भएर जान्छ। अनि त्यसपछि नेक्स्ट रे चाहिँ ए को टाउको जुन यो अब्जेक्टको माथिबाटै आउँछ, तर यो फेरि जताबाट आएको त्यही डिरेक्सनमा चाहिँ के भएर जान्छ, रिफ्लेक्ट भएर जान्छ। त्यही भएर हाम्रो इमेज चाहिँ कस्तो बन्न गयो, भर्चुअल बन्न गयो। सो लेट्स प्रुफ इट। यो भनेको चाहिँ द्याट इज अ भर्चुअल इमेज फर्मड बाई कन्केभ मिरर। अब कन्सिडर गरौँ, लेट अस कन्सिडर अ कन्केभ मिरर। यो भनेको एउटा कन्केभ मिरर भयो, ह्याभिङ अ पोल पी, जहाँ पी देख्न सक्नुहुन्छ तपाईँहरूले। पी एउटा कन्केभ मिरर छ जसको पोल पी छ र प्रिन्सिपल फोकस एफ, मैले स्मल एफ राखेको छु है, प्रिन्सिपल फोकस एफ एन्ड सेन्टर अफ कर्भेचर सी हैन। अनि त्यसपछि अब एबी भनेको चाहिँ के हो, अब्जेक्ट हो, विच इज लाइज बिट्विन द फोकल लेन्थ एन्ड पोल, is the object lies between the focal length or focus पनि भन्न सक्नुहुन्छ, and focal length and pole of a mirror. So यस्तो कन्डिसनमा, in this condition, अब concave mirror formed virtual and erect image. A dash B dash भनेको चाहिँ के हो त, इमेज हो, which is lies behind the mirror. इमेज लाइज बिहाइन्ड द, यो जुन ल्याङ्ग्वेज हो यो चाहिँ तपाईँहरू आफैले मिलाएर नि लेख्न सक्नुहुन्छ हैन। यदि फिगर बुझ्नुभयो भने चाहिँ यो ल्याङ्ग्वेज चाहिँ आफैले बनाउन सक्नुहुन्छ। जसरी चाहिँ ए ड्यास बी ड्यास भनेको चाहिँ इमेज चाहिँ मिररको पछाडि बनेको छ, मैले त्यही इङ्ग्लिसमा चाहिँ ल्याङ्ग्वेज मिलाएर लेखेको छु हैन। अनि अब हामीले चाहिँ यहाँनिर अर्को हेर्नु पर्दा तपाईँले एल र एन, यो एल र एन भनेको चाहिँ पर्पेन्डिकुलर लाइन, एलएन इज perpendicular line drawn from point L of mirror to the principal axis. अब हामीले यति ल्याङ्ग्वेज त लेखिसक्यौँ। यति ल्याङ्ग्वेज लेखिसकेपछि अब हामी ट्रायङ्गल के लिन्छौँ, एबिसी र ए ड्यास बी ड्यास सी लिन्छौँ
किन भन्दाखेरि यो दुईटा ट्रायंगल चाहिँ के हुन्छ सिमिलर हुन जान्छ अकॉर्डिङ टु द म्याथमेटिक्स हामीले पढेको पनि छौं यो दुईटा ट्रायंगल चाहिँ के हुन्छ a डैश b डैश c र a b c यो दुईटा ट्रायंगल चाहिँ एउटै भित्र छ आई मिन यो दुईटा चाहिँ के हुन्छ भने सिमिलर हुन जान्छ हैन सो अब ट्रायंगल a b c and a dash b dash c are similar triangle जसमा अब के भनेर पढेका छ भने चाहिँ a dash b dash अब दुईटा ट्रायंगल चाहिँ यदि सिमिलर हुन्छ भने तिनीहरुको के हुन्छ नि तिनीहरुको रेशियो चाहिँ सिमिलर हुन्छ भन्छ हैन a dash b dash c and a b c these two triangle are similar in ratio हैन अब ab बराबर के हुन जान्छ a dash b dash हुन जान्छ ab बराबर a dash b dash हुन जान्छ भने फेरि b c बराबर b dash c हुन जान्छ b c बराबर b dash c हुन जान्छ यसलाई इक्वेसन I मानौं अनि फेरि अर्को ट्रायंगल के लिनु पर्यो भन्दाखेरि चाहिँ l n र f l n र f ट्रायंगल बराबर a dash b dash f l n f and a dash b dash f are also similar triangle so जसमा चाहिँ ln बराबर के हुन जान्छ a dash b dash हुन जान्छ ln बराबर a dash b dash हुन जान्छ र अब f n बराबर f यो हेर्नु न अब यो एउटै लाइनमा छ नि त हैन अब f n बराबर f b dash हुन जान्छ अब हामीले चाहिँ योलाई र यसलाई चाहिँ मिलाउन खोज्नु पर्यो के किन भन्दा हामीलाई इक्वेट गर्नु छ अब यानी ln भनेको के हो यो रेक्टेंगल जस्तो देखिरहेछ नि त हैन यो रेक्टेंगल जस्तो देखिरहेछ सो त्यही भएर ln भनेको चाहिँ के सँग इक्वल जान्छ ab सँग इक्वल हुन जान्छ किन भन्दा रेक्टेंगलको सबै पार्टहरु चाहिँ मतलब सबै साइडहरु इक्वल हुन्छ सो त्यही भएर ln को ठाउँमा हामीले ab लेख्न पायौं तल जस्ताको त्यस्तै र fn को ठाउँमा चाहिँ हामीले fp लेख्न सक्छौं fn को ठाउँमा चाहिँ fp लेख्न सक्छौं किन भन्दाखेरि चाहिँ हामीले जुन कन्केभ मिरर बनाएको छ यसको कर्वेचर चाहिँ एकदम यसको जुन चाहिँ एपरेचर छ एकदमै सानो छ हामीले फिगरमा चाहिँ यत्रो ठुलो देखाइरहेको छ तर खासमा रियलमा चाहिँ यसको एपरेचर एकदमै सानो हुन्छ अनि जुन यो बनेको जुन त्यो p छ नि यो p र n भनेको यो जुन यो एपरेचर र यो बनाएको परपेन्डिकुलर लाइन चाहिँ एकदमै नजिक यहाँसम्मै नजिक नै पुग्न खोज्छ त्यही भएर चाहिँ हामीले चाहिँ fn बराबर चाहिँ fp भनेर चाहिँ लेख्न सक्छौं fn बराबर fn बराबर fp भनेर लेख्न सक्छौं अनि अब हामीले चाहिँ के लेख्नु पर्यो यानी देयरफोर ln = ab भनेर लेख्नु पर्यो अनि fn को ठाउँमा हामीले fp लेखेको हो fn is approximately is equal to यो एकदमै नजिक छ हैन सो किन भन्दाखेरि चाहिँ तपाईहरुले लेख्नु पर्यो यानी चाहिँ fn is fp किन भन्दाखेरि चाहिँ concave mirror has small aperture भनेर चाहिँ लेख्नु पर्यो हैन अनि अब हामीले इक्वेसन यसलाई चाहिँ इक्वेसन निकालेको थियो यसलाई चाहिँ इक्वेसन आई मानौं अब हामीले इक्वेसन आई र आई बाट चाहिँ के आयो भन्दाखेरि चाहिँ पहिला सुरु bc b dash c fp dash अब फेरि bc भनेको त के हो यहाँ फिगरमा हेरौं bc भनेको त केही पनि हैन तर हामीले cp माइनस bp गर्यो भने के को भ्यालु आउँछ b र c को भ्यालु आउँछ हैन है cp माइनस के गर्नु पर्यो cp माइनस bp cp माइनस bp अब हामीसँग b dash c छ b dash
सी भनेको चाहिँ कसरी आउन सक्छ बी ड्यास सी भनेको चाहिँ सीपी प्लस सीपी प्लस बी ड्यास पी। अब एफपी भनेको त यहाँ अलरेडी के छ एफपी भनेको फोकल लेन्थ अनि त्यसपछि एफबी ड्यास भनेको चाहिँ एफबी ड्यास भनेको चाहिँ एफपी प्लस पी बी ड्यास भनेर लेख्न सक्छौँ। अब सीपी भनेको के हो सेन्टर अफ कर्भेचरदेखि सीपी भनेको सीपी यो भनेको चाहिँ यति भनेको यो यहाँदेखि यहाँसम्म भनेको चाहिँ एफ भयो भने यहाँदेखि यहाँसम्म के हुन्छ 2f हुन्छ। सो त्यही भएर हामीले सीपी भनेको चाहिँ 2f भनेर लेख्न सक्छौँ र बीपी भनेको चाहिँ तपाईँहरूले यहीँ देख्न सक्नुहुन्छ बीदेखि पी भनेको चाहिँ डिस्टेन्स यु अर अब्जेक्ट डिस्टेन्स फेरि सीपी भनेको 2f प्लस बी ड्यास पी भनेको चाहिँ माइनस बी एफपी भनेको चाहिँ एफदेखि पीसम्म भनेको चाहिँ फोकल लेन्थ प्लस पी बी ड्यास भनेको माइनस पी। अब हामीले चाहिँ यिनीहरूलाई युभिएफको फर्ममा लग्यौँ त्यसपछि अब क्रस मल्टिप्लाई गर्दाखेरि चाहिँ 2f माइनस यु बाई 2f माइनस पी एफ माइनस पी। अब यसलाई एकचोटि गर्नु पऱ्यो यसलाई एकचोटि मल्टिप्लाई गर्नु पऱ्यो 2f स्क्वायर माइनस 2bf माइनस युएफ माइनस युबी यो तपाईँहरूले चाहिँ राम्रोसँग हेर्नु है त साइन 2f स्क्वायर माइनस 2f इन्टु बी माइनस चाहिँ भयो अनि अब युएफ माइनस यु इन्टु एफ माइनस युएफ माइनस यु माइनस बी प्लस युबी 2f इन्टु एफ 2f स्क्वायर माइनस बिएफ। अब यो र यो काटिन्छ अब मैले चाहिँ यो प्लसलाई अगाडि लेखेँ युबी माइनस युएफ इजकल्स टु अब यो माइनस 2bf उता जाँदाखेरि प्लस 2bf माइनस एफपी हुन्छ युबी माइनस युएफ इजकल्स टु यो भनेको चाहिँ बिएफ हुन्छ 2 minus 1 1 or bf। अब dividing both side by ubf अब यहाँनिर के काटिन्छ युभी र युबी काटिन्छ 1 by f बाँकी रह्यो। अब युएफ र युएफ 1 by b बाँकी रह्यो। त्यसपछि युभी र युबी काटियो सरी युएफ र युएफ काटियो 1 by b बाँकी। अब यो माइनस 1 by b लाई उता लाँदाखेरि 1 by u प्लस 1 by b भयो। यो इक्वेसन 3rd इज द रिक्वायर्ड मिरर फर्मुला। आई होप यु अन्डरस्ट्यान्ड। यदि तपाईँहरूलाई यदि कुनै इन्क्वायरी छ भने प्लिज डु कमेन्ट अर तपाईँले कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। यदि पिडिएफ नोटको यदि तपाईँलाई कुनै एनाटोमी अर